यत्रो ठुलो सहरमा बल्ल बल्ल अब नयाँ आम्बो बिल्डिङ बाफे यो बिल्डिङ माथि त पक्कै पनि स्वर्गै जान्छ होला है बाफरे बाफ बिल्डिङ खतरा रहेछ यहाँ त्यो झऱ्यो भने भट्टा यहाँ बस्नु टेन्सन त लाग्यो यता यता बस्दा नि यो ढल्यो भने यहाँ आउँछ मलाई लाग्छ होइन म यता बस्छु यता यसले छिर्छ नि मलाई यहाँ बस्छु ओ भाइ सुन त यता छेउछाउतिर 5 स्टार होटल छैन 5 स्टार होटल अरे त्यसको लागि 5 स्टार होटल चाहिँ अरे भाइ चिया पिउनु थिएन हौ तिमीले मलाई कहाँ कम्ती मान्छे सम्झेको म त ठुलो खाले मान्छे हो नि तिमीलाई अन्त चिया पिउने भए त 5 स्टार होटल किन जानु यहाँबाट खानु नि किन हो तिम्रो चियामा चाहिँ के छौ त्यस्तो चाहिँ के पत्ता हाम्रो यहाँ सिलगढीमा वर्ल्ड फेमस छ चिया दोकान के भएको तपाईँलाई वर्ल्ड फेमस छ तिम्रो दोकानमा बेसी भिड भएर त ऊ यहाँ झिङ्गाहरू बढियामै बसेछ तिम्रो टेबलमा खै म मात्रै गाँकी छु त अरू त छैन त कोही पनि अन्त चिया एउटा बनाउनुहोस् त्यसो भने लु तपाईँले साह्रै भन्नुभयो तपाईँको हातको एउटा चिया खाइदिउँ चिया दामी चिया नि फेरि अब चिया खाइन्छ त्यहाँबाट चाहिँ साथीकोमा जानुपर्छ ओ दाजु हेर्ने ल्या यो कस्तो खाले सहर हो भनेर सिधै चिन्नु न जान्नु हेर्ने भन्छ भाइ के भएको तिमी चाहिँ के चाहिँ हेर्नु म तिम्रो म पिसाब हेर्नु जाउँ भनेको नि त अरे हच्चुमा खाने मान्छे रहेछ त तिमी लु तिमी मलाई एउटा कुरा भन कोही मान्छेले पिसाब गर्दाखेरि हेर्छ होइन म पिसाब हेर्न जान्छु ब्याग हेरिदिने भनेको हौ त्यस्तो भन न अन्त ब्याग हेर्नु भन्नु तिमी त हेर्ने म पिसाब गर्नु जान्छु पिसाब गरेको अहिलेसम्म कसले हेर्छ ल ठिक छ तिमी पिसाब गर्नु जाऊ यहाँ राख ब्याग तिम्रो म हेरिदिन्छु तर मलाई एउटा कुरा भन के चाहिँ यो सहरमा तिमी नयाँ हो भर्खर भर्खर आएको भनौँ ठिक छ त्यसो भने म तिमीलाई एउटा कुरो सोध्छु के चाहिँ तिमीहरूको गाउँतिर चाहिँ पिसाब गर्दा चाहिँ नाच्दै गाउँदै मुच्छ क्या तिमी प्रोग्राम देखाउँदै किन तिमीले त अन्त नाचगाना हेरेर जस्तो बोलाउँछ त अन्त हेर्ने भनेर सिधै लु छिटो जानुहोस् यो तिम्रो यहाँ राख सुटकेस लु छिटो जाऊ छिटो आऊ ल ओ भाइ खै चिया आधी घन्टा भइसक्यो दिँदैन त चिया त अन्त यो दार्जिलिङबाट ल्याउँछ हो तिम्रो चिया कि कलकत्ताबाट ल्याउँछ कि भुटानबाट ल्याउँछ छिटो ल्याउ चिया आएको अरे दाजु नअत्तालिनु न चिया पो त हो छोडी 2 मिनटमै यस्तो पाकिहाल्छ लु ठिक छ राम्रो बनायो होला नि चिया चाहिँ आमामा कडक मैले अघि भनेको थिएँ त सिलगढीमा वर्ल्ड फेमस छ हाम्रो यहाँ खै चिया सुन्दा त ठिकै बनायो अब चिया पो त हो है वाइ थोडी हो लु लु खाऊ कस्तो रहेछ भाइ आउँदै रहेछ तिम्रो चिया के गर्छौ चियारी आमामामा ए चिया दिएर तिमीले मलाई के गरेको बिचमा चिया खानु दाजु मेरो चिया तेरो आफै खा त आफै खा ओ दाजु अरे धन्यवाद भनेको हौ ल के को धन्यवाद धन्यवाद सन्यवाद चल्दैन माया सन्त खाँदैन भाइ तिमी हेर सुटकेस म जान्छु मुत्नु अन्त एउटा कुरा सुनिराख यो सुटकेस राम्ररी हेर्नु तिमीले बुझ्यौ हुन्छ हरायो परायो भने चाहिँ म फेरि हेलिकप्टरमा झुन्डाउँछु नि ढुक्कै भयो अब गएर सुटकेस बोकेर चाहिँ घर गइन्छ अब हो अब घर गएर चाहिँ भात खानुपर्छ भात यहाँको मान्छेहरूलाई डर पनि लाग्दैन बिल्डिङ त मैले फर्स्ट टाइम देखेँ ओ त्यहाँ खै यहाँको सुटकेस सुटकेस छैन त मेरो यहाँ त्यो मान्छेले बोकेछ पक्काइको मेरो सुटकेस कहाँ खोज्नु जानु अब त्यसलाई यहाँ दोकानको पनि हौले रहेछ सुटकेस त्यो बच्चाले लेखेर साला त्यो बच्चालाई म भेट्नु मात्रै न यस्तो हान्छु त्यसलाई म हाम्रो अरे दाजु के गर्नु बाबु हेर न भाइ यहाँ एउटा मान्छे थियो कि खै त्यो बाउला हो कि लाटा हो कि सिधा हो भनेर मलाई त हेर न पिसाब गर्नु जान्छु यो हेर भन्दै थियो हो म त ल भने हो सुटकेस लिएर गएछ हौ मेरो भन न त्यसको सुटकेस चाहिँ भरिरहेको रहेछ त्यसले हो ला कहाँ खोज्नु अब म त्यो सुटकेस त लोग्यो होला नि अब
त्यो त अब त्यसले लोग्यो नि अब कहाँ खोज्नु म त्यो एकपल्ट खोलेर हेर्नु त यो सुटकेस के छ भित्र यहाँ र भाइ अर्काको सुटकेस हो अर्काको बुढे कहिले पनि हात लगाउनु हुँदैन बुझ्यौ त्यही भएर म हात लगाउँदिनँ हो मेरो सुटकेस चाहिँ त्यो बच्चाले लगेछ हो अब त्यसलाई म भेट्यो भने चाहिँ नि अन्त दा तपाईँले यस्तो कहाँ हेर्नुहुन्छ तपाईँको त लगेर खोलेर पनि उता गएर हेरिसक्यो होला त ए। तपाईँ त खोलेर त हेर्नु ल्या मेरो साथी नै नि सुटकेस लगेर दिन्छ खोल्नुहोस् खोल्नुहोस् भाइ यसलाई सुटकेस अहिले खोल्नुहोस् ला दा इँटा रहेछ ल्या इँटाको रहेछ यसमा त यस्तो रहेछ तेरिका मेरो सुटकेसमा इँटा पत्थरहरू राख्दैछ यहाँनिर तेरिका भाइ हुँदैन यस्तो ल्या भाइ के गर्नु म के गर्नुहुन्छ दा अब तपाईँको छैन के पैसाहरू त थिएन कि मेरो एउटा साथी थियो सन्तोष त्यसको चाहिँ एड्रेस थियो हो खै त्यसको एड्रेसको भरमा आएको कहाँ बस्छ त्यो पनि थाहा छैन हो ल्या जानु टेन्सन भयो त भाइ अब ल्या गयो